हेलो मामुहरू, हजुरहरूले चाहिँ आफ्नो नानी बाबुहरूलाई कुन तेलले मसाज गर्नुहुन्छ? चिसो लास्टै छ। मैले चाहिँ मेरो नानीलाई चाहिँ तोरीको तेलले मसाज गरिदिन्छु। तोरीको तेलले मसाज गर्दाखेरि घाँटी घ्यार घ्यार हुने, नाक जाम हुने, रुगा लागिराख्ने, खोकी लागिराख्ने भएपछि यस्तो चिसोमा चाहिँ यसले चाहिँ अलि सन्चो गर्दो रहेछ। म चाहिँ तोरीको तेल नै लगाउँछु। गर्मीमा चाहिँ कोकोनट ओइल लगाइदिन्थेँ। पुसको महिना लागेदेखि चाहिँ मैले तोरीको तेल लगाउँछु। तोरीको तेल चाहिँ बच्चाहरूलाई सिधै लाउन भन्दा पनि यसलाई अलिकति तताउनुपर्छ। तताउँदाखेरि यसमा लसुन, ज्वानो, मेथी राख्यो भने यसले गरम गर्छ र रुगा खोकी लागेको, घाँटी जाम भएको पनि सन्चो गराउँछ। यसमा लसुन, मेथी पनि राख्नुहोला। मसँग आज मेथी थिएन, त्यही भएर मैले मेथी राखेको छैन। यो यस्तो भुटेको लसुन चाहिँ मलाई लास्टै मनपर्छ, त्यही भएर यो यहाँबाट मैले निकालेर खाइदिएँ टिप्लिक्क पारेर। सानोमा यस्तरी पोलेको लसुन खाइन्थ्यो, त्यस्तै टेस्ट आयो यसको। यो यस्तरी तताएर धेरै दिनसम्मको लागि बनाउनुहुन्न, तेल चाहिँ बिग्रिन्छ। ठ्याक्क 1 हप्ताको लागि यस्तरी तताएर डिब्बामा राख्ने, अनि मसाज गर्दाखेरि फेरि अलिअलि मनतातो बनाउने अनि लगाउने गर्नुपर्छ। मेरो चाहिँ यति भएपछि 1 हप्ता चाहिँ कट्छ। म एकैचोटि धेरै तताएर राख्दिनँ, यति जति राख्छु अनि यसैले मसाज गरिदिन्छु। यसरी तोरीको तेल, ज्वानो, मेथी, लसुन फुराएर यस्तरी बेबीहरूलाई लगाउँदाखेरि अलि रुगा खोकी राम्रो हुने, अनि घाँटी घ्यार घ्यार पनि नगर्ने, बच्चाहरू पनि खुसी हुने हुन्छन्। बच्चाहरूलाई तोरीको तेल लगाउँदाखेरि चाहिँ राम्रोसँग तताउनुपर्छ, किनभने हामी ठुलो मान्छेहरूको पनि आँखामा, टाउकोमा लगायो भने आँखा पिरपिर हुने गर्छ, छालाहरू पोल्ने गर्छ। त्यही भएर तोरीको तेल चाहिँ अलि राम्रोसँग तताएर हिट गर्नुपर्छ, अनि मात्रै बच्चाहरूलाई लगाउनुपर्छ। हजुरहरूले आफ्नो नानी बाबुहरूलाई कुन तेलले मसाज गर्नुहुन्छ कमेन्ट गर्नुहोला। र यो मेरो भिडियो पनि